जय मसी साथीहरू, शुभ प्रभात। स्वागत छ नौलो दिनमा नौलो वचनसँग। परमप्रभुको वचन आज मत्ती 11 अध्यायको 28, 29, 30देखि आउँदै थियो। यहाँ यसरी लेखेको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। धेरैचोटि हामी मानिसहरू आफूसँग केही कुराको सङ्घर्ष हुँदै गर्दा, केही कुराले गाह्रो बनाउँदै गर्दा, ती कुराहरूलाई कसै कहाँ पोखौँ भन्दै गर्दा हामीलाई एउटा चिन्ता फिक्रीले सताउँछ कि मैले त्यो कुराहरू उसँग बाँड्दै गर्दा उसले के सोच्ला है, अथवा मेरो विषयमा के सोच्ला, के म त्यहाँ भन्न सक्छु भन्ने कुरा हो है, के त्यो विभिन्न प्रकारका कुराहरू हाम्रो हृदयमा आउँछ। तर यहाँ यो वचनमा एउटा कुरा लेखेको छ कि म एकदमै कोमल हृदयको र विनम्र हृदयको छु भनेर। परमप्रभु परमेश्वर त्यो ठाउँ हुनुहुन्छ साथीहरू, जहाँ हामीलाई कुनै प्रकारको सोच्नुपर्ने कुराहरू नै छैन। हामी निर्धक्कताले आफ्नो हृदयका वेदनाहरू, आफ्नो हृदयका कुराहरू, इभन तपाईँको र मेरो खुसीका कुराहरू पनि परमेश्वरलाई हामी सुनाउन सक्छौँ, परमेश्वरको अगाडि राख्न सक्छौँ। यदि तपाईँ र म आज सङ्घर्षमा छौँ भने ती कुरालाई पनि परमेश्वरको हातमा राख्न सक्छौँ, किनभने परमेश्वरले भन्नुभएको छ, तिमीहरूको त्यो बोझको जुवा मलाई दिऊ र मेरो हलुको जुवा लिऊ। साथीहरू, परमेश्वर एकदम तत्पर हुनुहुन्छ, एकदमै तपाईँ र हाम्रो बोझलाई लिनलाई र आफ्नो त्यो हलुकोपन तपाईँ र मलाई दिनको लागि। खाँचो यति छ कि हाम्रो हृदयमा आउने त्यो विभिन्न प्रकारका सोचहरू कि म कसरी जाउँ प्रभुको अगाडि, कसरी मेरो हृदयको कुरा प्रभुको अगाडि राखौँ भन्ने सोचलाई तोडेर आफूलाई पनि परमेश्वर जस्तै कोमल र विनम्र बनाएर आफ्नो हृदयका वेदनाहरू, हृदयका कुराहरूलाई प्रभुको हातमा राख्न जरुरी छ। र हेर्नुहोस्, उहाँले हाम्रो कुराहरूलाई कसरी सजिलो बनाइदिनुहुन्छ। परमेश्वरमा हरेक कुराको हल छ। पवित्र धर्मशास्त्र बाइबलले पनि त्यही भन्दछ। आशा गर्दछु आजको यो उत्साहको वचनले तपाईँहरूको जीवनमा केही न केही उत्साह लिएर आएको छ। धन्यवाद। तपाईँको दिन आशिषमय होस्। जय मसी।